हामीले एकदमै देशको परिस्थिति, जेनजी युवाहरूको भावना र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको भावना र जनआकांक्षा अनुसार यो देशमा नयाँ बन्ने शक्तिहरू एक हुनुपर्छ भनेर हामीले सम्पूर्ण कुरा लचकताका साथ त्यागेर, सम्पूर्ण कुरा त्यागेर एकताको एउटा सहमति गरेका थियौं राष्ट्रिय स्वतन्त्र पार्टीसँग। विगत मङ्सिर पुस 14 गते भएको सो सहमति आज 26 गते भयो, करिब 12 दिन भयो। 12 दिनसम्म हामी पटक पटक धेरै चरणको छलफलमा, त्यो सहमति कार्यान्वयनका चरणमा हामी छलफलमा जुट्यौं। जुन छलफलहरू अत्यन्तै हिंताबोधका साथ हामीले अगाडि बढाउनु पर्ने अवस्था आयो। एउटा अन्डरस्ट्यान्डिङ, एउटा सहमति 14 गतेको सहमतिमा भएको थियो, भद्र सहमति भएको थियो। लिखितमा नभएका सहमतिहरू पनि धेरै थिए, अलिखित सहमतिहरू धेरै थिए। कसरी कार्यान्वयन गर्ने यो एकीकरण प्रक्रियालाई भन्ने अलिखित सहमतिहरू थिए। त्यो सहमतिहरूमा हाम्रो कुनै